आज चाहिँ मेरो किचनमा टोफू बनिरहेछ। यो चाहिँ यसरी आउँछ यसको प्याकेट। यो चाहिँ भटमासबाट बनियो। कतिजनालाई चाहिँ थाहा नहुँदो रहेछ। त्यसको लागि मैले यहाँ आलु बसालेको छु अनि टोफूलाई चाहिँ तेलमा यसरी फ्राई गर्दैछु। मजाले फ्राई गर्ने। यतिको रातो भइसकेपछि चाहिँ यसलाई निकाल्दा हुन्छ। धेरै डढ्दाखेरि चाहिँ यसको टेस्ट त्यति आउँदैन हैन। यतिको भइसकेपछि चाहिँ निकाल्दा हुन्छ। त्यसपछि मैले यहाँ प्याज थोरै लिएको छु। मैले चाहिँ अघिकै तेल युज गरेँ, टोफू बनाएकै तेल। यसमा चाहिँ मैले अदुवा लसुनको पेस्ट अनि अघि उसिनेर राखेको आलुलाई थिचेर मैले यो तयार गरेको थिएँ, त्यसलाई राखेर जिरा र धनियाको पाउडर, थोरै नुन अनि अलिकति टोफू पनि त्यसैमा हालेर यसलाई मजाले मिक्स गर्ने। अनि मिक्स गरिसकेपछि थोरै पानी राखेर छोपिदिने। 5 मिनेट जति यसलाई पकाउने। अनि यतिको पाकिसकेपछि चाहिँ खानको लागि यो तयार हुन्छ। हजुरहरूले चाहिँ खानासँग, चिउरासँग, जेसँग पनि लिन सक्नुहुन्छ। मैले चाहिँ यहाँ रोटीसँग लिएको छु। एकदमै टेस्टी भएको छ। हजुरहरू पनि एकचोटि ट्राई गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ। लाइक, शेयर एन्ड सब्सक्राइब। बाई बाई।